नमस्ते साथीहरू, मैले आज मेरो तेस्रो अडियो बुक अनैतिक प्रेम लिएर आएको छु। कथा अन्तिमसम्म सुनेर साथ दिनुहोला। उसले पहिलो पटक आफूलाई पागल ठानेको दिन सम्झिन खोज्दा पनि स्मृति काप्छ। झ्याल बाहिर साँझ झर्दै थियो, तर उसको मनभित्र हजारौँदेखि रात परिरहेको थियो। 3-3.5 वर्ष, न घाउ पुरानो भयो, न पीडा नयाँ, सबै कुरा एकै ठाउँमा अड्किएको थियो। ठीक उसको जीवन जस्तै ऊ आफूलाई पत्नी ठान्थी, समाजले पनि त्यही नाम दिएको थियो। तर सत्य के थियो? ऊ कसैको गोप्य जीवनको छाया थिए। राखेल बनेर बसेकी, राखेल बनाएकी। म तिमीलाई माया गर्छु भन्ने शब्द ऊ सयौं पटक सुनेकी थिए, तर त्यो मायाले उसलाई कहिल्यै सुरक्षित बनाए जस्तो लागेन। बरु प्रत्येक दिन उसलाई आफ्नै विवेकसँग लड्न बाध्य बनायो। उसले विश्वास गरी, किनकि प्रेममा विश्वास नगर्ने मान्छे प्रेमी हुँदैन। उसले ऋण निकाली, किनकि श्रीमानको कमाइ नपुग्दा पत्नीले साथ दिनै पर्छ भन्ने उसलाई समाजले सिकाएको थियो। उसले अपमान सही, किनकि सम्बन्ध बचाउन धैर्य चाहिन्छ, समाजले बार बार सम्झाइरहेको थियो। तर साउन 2023मा जब एकातर्फी सम्बन्ध विच्छेदको मुद्दा दर्ता भयो, उसलाई पहिलो पटक लाग्यो सायद अब उसको झुटको घर भत्किँदैछ। त्यो दिन अदालतको ढोकाबाट निस्किँदा ऊ हलुका भएकी थिए, तर त्यो हलुकापन स्थायी थिएन। चैतमा ऊ फेरि गई, यसपटक मिलनको आशा लिएर। अब सबै ठिक हुन्छ, उसले आफैलाई नै सम्झाई। तर फर्किँदा ऊ फेरि उही ठाउँमा थिए, प्रेमको काखमा। अपराध बोकेको सिरानीमा टिकेर सम्बन्ध विच्छेद टुङ्गियो, सत्य बाहिरियो। फेरि कानुनी श्रीमानसँग शरण लिइयो, सुरक्षाको नाममा, इज्जतको डरले। तर ऊ जहाँ गई ऊ त्यहाँ आफैबाट भागिरहेकी थिए। उसले फेरि प्रेमीसँग भाग्ने निर्णय गरी। नयाँ पर्दा, नयाँ सपना, तर उही मन। भारत पुग्दा उसले केही दिन स्वतन्त्रताको सास फेरि। कसैको श्रीमान होइन, कसैको प्रेमिका होइन, केवल एउटा स्त्री। तर नेपाल फर्किँदा ऊ फेरि सती सावित्री भई समाजले देख्ने अनुहार र आत्माले बाँच्ने यथार्थ बीचको दूरी झन बढ्यो। सम्बन्ध विच्छेद फिर्ता लिइयो, कोर्ट म्यारेज भयो। 3 महिना ऊ सामान्य जीवन जिउन खोजिरही, तर झुटको घरमा सत्यताको लामो समय बस्न सक्दैन। अन्ततः ऊ फेरि भारत पुगी प्रेमीसँग। दुवैजना खुसी देखिन्थे, तर खुसी अभिनय थियो, किनकि झुट धेरै दिन टिक्दैनथ्यो र सत्य कहिले हराउँदैन। जब पर्दाफास भयो तब ऊ थाकिसकेकी थिए, भाग्दै, लुक्दै, प्रमाण बनाउँदै। अहिले ऊ विश्राममा छे, निर्णयको, भ्रमको, सम्बन्धको। अब प्रश्न बाँकी छ, ऊ कता जान्छे? प्रेमी कहाँ कि श्रीमान कहाँ? ऊ विश्राममा थिए, तर त्यो विश्राम निद्रा जस्तो थिएन। न आँखाले शान्ति पाएको थियो, न मनले। शरीर एउटा ठाउँमा अडिएको थियो, तर स्मृतिहरू निरन्तर हिँडिरहेका थिए। कहिले अदालतका चिसा बेन्चहरूमा, कहिले भारतको साँगुरो कोठामा, कहिले समाजको कठकरामा। सबैभन्दा ठुलो प्रश्न बाहिरिएको थिएन, भित्रै थियो। ऊ कसकी दोषी हुँ? उसले आफूलाई सम्झाई। म पीडित हुँ, तर अर्को आवाजले भन्थ्यो, के तिमीले आफैलाई धोका दिए कि होइन? यी दुई आवाज बीच ऊ दिनरात पिसिँदै थिए। प्रेमी उसको जीवनमा आधी चाहिँ आएको थियो। उत्साह, आश्वासन र विद्रोह बोकेर ऊसँग हुँदा ऊ आफूलाई जिउँदो महसुस गर्थे। तर त्यो जिउँदो हुनु सधैँ डरको छाया हुन्थ्यो। लुक्नु पर्ने, झुट बोल्नु पर्ने, प्रमाण मेट्नु पर्ने। श्रीमान सुरक्षा जस्तै थियो, कानुन, समाज र नामको कवच। ऊसँग हुँदा ऊ सुरक्षित देखिन्थे, तर भित्र कतै मरे जस्ती। त्यहाँ माया कम थियो, सम्झौता धेरै। ऊ बुझ्न थाली, दुवै सम्बन्धमा ऊ आफै थिएन। एउटामा ऊ चाहनाको वस्तु थिए, अर्कोमा जिम्मेवारीको बोझ। एक साँझ ऊ ऐनाको अगाडि उभि। धेरै दिनपछि उसले आँखा जुझाएर आफूलाई हेरी। त्यो अनुहार थाकेको थियो, तर अझै जीवित। त्यो आँखामा प्रश्न थियो, कति दिन अरू कथामा पात्र बनेर बाँच्ने? तर त्यो रात उसले पहिलो पटक निर्णय गरी, न प्रेमी रोज्ने, न श्रीमान। पहिलो पटक ऊ आफूलाई रोज्न चाहन्थे, तर निर्णय गर्नुभन्दा गाह्रो थियो निर्णयमा टिकिरहनु। समाजले फोन गर्थ्यो, परिवारले सम्झाउँथ्यो, प्रेमीले भावनात्मक हतियारको प्रयोग गर्थ्यो, श्रीमानले कानुनी र सामाजिक दबाव। ऊ सबै सुन्थे, तर पहिलो पटक प्रतिक्रिया दिन छोडेकी थिए। चुप्पी उसको नयाँ भाषा बन्यो। ऊ बुझ्न थाली, झुटको संसारमा धेरै बोल्ने मान्छेले हार्छ। सत्य मौन छ, तर बलियो। उसले विगतलाई माफ गरी, न आफूलाई न अरूलाई, तर उसले विगतलाई थामेर बच्ने निर्णय गरी। घाउ बोक्नु र घाउबाट बाटो बनाउनु फरक कुरा रहेछ।
एक बिहान उसले झोला तयार पारी न भारत जान न अदालत, आफ्नै नाम लिएर नयाँ ठाउँमा जान। ऊ जान्थी समाजले प्रश्न गर्नेछ, आरोप लाउनेछ, चरित्र नाप्नेछ, तर अब ऊ तयार थिए किनकि ऊ बुझिसकेकी थिए एक नारीको चरित्र अरूले दिएको प्रमाणपत्र होइन, अब आफै जिउने साहस हो। कथा टुङ्गिँदैन, बरु यहाँबाट सुरु हुन्छ जब ऊ अरू कसैको श्रीमती वा प्रेमिका होइन, आफ्नै जीवनको मालिक बन्ने बाटोमा हिँड्छे। ऊ जहाँ गई त यहाँ प्रश्न पहिले पुगिसकेका थिए। मानिसहरू उसलाई हेर्थे, आँखाले होइन निर्णयले। कसैले दया देखायो, कसैले घृणा, तर कसैले पनि उसको कथा सुन्न चाहेन। समाजले कथा चाहिँदैन रहेछ, उसै निष्कर्ष चाहिँदो रहेनछ। ऊ चरित्रहीन हो, दुईजनालाई खेलाइ, आफ्नै जीवन बिगारी। यी वाक्यहरू उसले कानले होइन छालाले सुन्थी। पहिला यस्ता शब्दले ऊ भाँचिन्थी, तर अब ऊ चुपचाप हाँस्थी, कटु थाकेको हाँसो, किनकि ऊ बुझिसकेकी थिए समाजले न पीडा बुझ्छ न प्रक्रिया। उसलाई परिणाम मात्र चाहिन्छ, र त्यो पनि आफ्नो सुविधा अनुसार। एक दिन ऊ ओडा कार्यालय पुगी। फेरि कागज, फेरि हस्ताक्षर, फेरि मेलमिलापको नाटक, सबै कुरा इज्जतको नाममा। उसले सोध्न चाहिन मेरो इज्जत कहिले गनियो, तर प्रश्न घाँटीमै अड्कियो। प्रेमीको मौन पनि अब उसलाई चिचाक जस्तो लाग्न थाल्यो। उसले माया मागेको थिएन, तर जिम्मेवारीको पनि उसले लिन चाहेन। श्रीमानको सहानुभूति ढिलो आयो, त्यो पनि समाजको दबावपछि। ऊ दुबईबाट थाकिसकेकी थिए। त्यस दिन ऊ घर फर्किँदा पहिलो पटक उसले आँसु झारी, न हारेको न पीडाको। त्यो आँसु अन्तिम स्वीकारोक्ति थियो। मैले आफैलाई पनि चोट पुर्याएँ, र त्यही स्वीकारोक्तिले ऊ हल्का बनी। उसले निर्णय गरी अब सफाई दिने छैन, अब प्रमाण देखाउने छैन, अब यस्तो होइन भनेर चिच्याउने छैन। किनकि जो बुझ्न चाहन्छ उसलाई शब्द चाहिँदैन, जो बुझ्न चाहँदैन उसलाई सत्ताले पनि फरक पार्दैन। उसले आफ्नो कथा आफै लेख्ने निर्णय गरी। ऊ अदालतका फाइलमा र समाजका चिया पसलमा आफ्नै कर्ममा। समाजले अझै कुरा गरिरह्यो, तर ऊ अगाडि बढिरही, ढिलो तर दृढ, किनकि उसले अब एउटा कुरा स्पष्ट बुझिसकेकी थिए। समाजको कटघरामा उभिएर न्याय खोज्नेले जीवन गुमाउँछ, आफ्नै बाटो हिँड्नेले मात्र आत्मा बचाउँछ।